ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै फिट एन्ड फाइन छु। काम सक्यो अनि चाहिँ एकछिन चिल गर्न म आएको छु स्पेसल ठाउँमा। एकदम पिस ठाउँमा आएको छु। मैले गाडी चाहिँ यहाँनिर पार्क गरिराखेको छु होइन। अनि यहाँ टिकट पनि काट्नु पर्दैन। जति घन्टा मन लाग्छ, जति घन्टा राख्न मन लाग्छ ट्याक्क पार्किङ स्पेस खोज्यो, पार्क गर्यो, आयो। यही छ आनन्द। अनि म चाहिँ कहाँनिर आएको छु भनेर म तपाईँहरूलाई देखाउनेवाला छु। एकदमै रमाइलो ठाउँ छ। फोहोर भन्ने कुरा तपाईँले भुइँमा चाहिँ कोट्याएर खोज्नु भयो भने पाउँदैन। यहाँनिर यस्तो सफा ठाउँ छ, एकदम पिस ठाउँ छ। काम सक्यो अनि हतार हतार घर गएर नि के गर्नु होइन। सो म चाहिँ आएको छु यसो तपाईँहरूलाई पनि देखाऊँ। म पनि यसो एकछिन चाहिँ दिनभरिको थकानलाई चाहिँ एकछिन यहाँ बसेर यसो भ्यूहरू हेरेर होइन, बसेर चाहिँ थकान मेटाम, एकछिन चिल गरौँ भनेर आएको छु। अब चाहिँ म तपाईँहरूलाई देखाउँछु। के देखाउँछु भन्दाखेरि ल म 1 2 3 काउन्ट गर्छु अनि म देखाउँछु है त। ल 1 2 3 त्यहाँदेखि के होला साथीहरू, यो म चाहिँ यहाँको तालमा आएको छु। लेक यहाँ हामी काम गर्ने ठाउँ छेउमै छ। अनि त्यो भएर चाहिँ मैले काम सकेर वेदर पनि एकदमै गुड भइरहेछ अहिले। अनि हतार हतार घर गएर चाहिँ के गर्नु क्या होइन। सो एकछिन चिल गरौँ, त्यसपछि घर बिस्तारै जाम्ला। अहिले आज साथी पनि छैन। सो म एक्लै छु अनि एकछिन चिल गरौँ भनेर चाहिँ म यहाँको तालमा आएको छु। तपाईँहरूलाई पनि देखाउँछु। त्यतातिर हाँस हिँड्दैछ होइन, त्यो उड्ने खाले हाँस रहेछ क्या, सानो सानो देख्न सक्नुहुन्छ। यहाँनिर हाँस पानीमा हिँड्दैछ, सानो खाले क्या, अनि उड्ने रहेछ मस्तैसँगले। त्यो चाहिँ मैले अघि म आउँदाखेरि चाहिँ यहाँनिर बसिराखेँ थियो अनि उडेर गएँ त्यतातिर थुप्रो छ। धेरै गहिरो त छैन जस्तो छ, यतातिर चाहिँ बिचतिर गहिरो छ होला। अनि अस्ति पनि मैले भिडियो बनाएको थिएँ होइन, सर्ट भिडियो। त्यसमा चाहिँ एकदमै मस्त जमिरहेको थियो। माथि म पानी त्यो आइसमाथि क्या हिँडेँ पनि, यसो हिँडेर ट्राई पनि गरेँ। एकदमै मस्तसँगले चाहिँ जमेको थियो। अनि अहिले त्यो बेला -8 थियो टेम्परेचर, अहिले चाहिँ +8 9 छ होइन। सो जमेको छैन, एकदम पिस ठाउँ लाग्यो। म एकदमै आनन्द लाग्ने ठाउँ जस्तो लाग्यो। सो म चाहिँ आएको छु यहाँ, एकछिन बस्छु, त्यसपछि घर जान्छु। देख्न सक्नुहुन्छ बिना टिकट क्या बच्चाहरूले खेल्ने ठाउँ पनि छ है फेरि। अनि यहाँनिर बस्ने ठाउँ छ, चट्ट लाएर टक्क लाएर यहाँनिर कफी सफी ल्याएर होइन, टक्क यहाँ बसेर खाएर भ्यू हेर्दै क्या। अब यतातिर देख्न सक्नुहुन्छ सबै। अब यो बिस्तारै हरियो हुँदै जान्छ, हरियाली पातहरू। अहिलेसम्म चाहिँ पलाएको छैन किनकि भर्खर चाहिँ हिउँ पर्न छोडेको, बल्ल बल्ल 5-7 दिन हुँदैछ होइन। नभए यस्तो हिउँ परेको थियो योपालि। हिउँ परे गरेर चाहिँ अब हिउँले गर्दाखेरि, चिसोले गर्दाखेरि चाहिँ रुखको पातहरू पलाउन पाएको थिएन। अब चाहिँ पलाउँदैछ। समर सुरु भइसक्यो भन्दा पनि बिस्तारै टेम्परेचर चाहिँ बढ्दै जान्छ। धेरै त पुग्दैन, म्याक्सिमम् भनेको 20सम्म, कतिसम्म पुग्छ अरे होइन। 20 भयो भने यसरी हावा चल्छ क्या, सिरिरी हावा चल्छ होइन। त्यो भएर चाहिँ गर्मी फिल चाहिँ हुँदैन भन्ने कुरा आएको छ। त्यो चाहिँ मैले एक्सपिरियन्स लिन बाँकी नै छ। जब मैले लिन्छु त्यसपछि चाहिँ यही हो रहेछ भनेर म तपाईँहरूलाई पनि भन्छु। मैले चाहिँ अहिले सुनेको कुरा हो, अनि त्यही भएर त्यही मात्रै भन्दैछु। यहाँनिर चाहिँ यो पोखरी भनौँ या ताल भनौँ, यसको चाहिँ म्याप यहाँनिर रहेछ। तर हेर्दाखेरि चाहिँ इङ्ग्लिस जस्तो देखिन्छ नि होइन। यो हेर्दाखेरि चाहिँ इङ्ग्लिस जस्तो देखिन्छ होइन, तर यो यहीँको ल्याङ्ग्वेजमा लेखेको हुन्छ क्या। लाइक के लेख्यो अब यो ट्रान्सलेट गरेर हेर्यो नि भनेर थाहा हुँदैन। सो अहिले चाहिँ मैले यसरी देखाएँ मात्रै। यसलाई चाहिँ इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेर्नुपर्ने हुन्छ। यो चाहिँ यहाँको डेनिस ल्याङ्ग्वेज, यहाँको राष्ट्रिय भाषा, नेसनल ल्याङ्ग्वेज चाहिँ यहाँ रहेछ, लेखेको रहेछ। सो यहाँ के कस्तो चराहरू पाइन्छ भनेर पनि यहाँ चरा हाँसहरू देखाएको छ होइन।
सो म यसलाई चाहिँ ट्रान्सलेट गरेर घर गएर हेर्छु। ल के गर्नु अब जानिएन, हेर्दाखेरि इङ्ग्लिस जस्तै देखिन्छ होइन, अनि पढ्न चाहिँ आउँदैन, के लेख्छ यिनीहरूले। सो ठिक छ, एकछिन चिल गर्छु, तपाईँहरूलाई पनि देखाउँछु अलिअलि अझै पनि। त्यसपछि चाहिँ म बस्छु, एकछिन रमाइलो गर्छु, त्यसपछि बाई बाई गर्छु तपाईँहरूलाई है त। यतातिर यहाँनिर के बोटहरू पनि छ कि के भने जस्तो लाग्थ्यो, देखिनँ मैले आज त। बोट भयो भने त यसो बिचतिर गएर चाहिँ चलाउँदै गएर बस्नु हुन्थ्यो नि होइन। एकदम आनन्द ठाउँ क्या, हल्ला खल्ला केही पनि छैन। त्यो गाडी बेला बेलामा अलिअलि आउँछ, हर्न भन्ने कुरा त यहाँ कसैले बजाउँदैन क्या। त्यो बजाए पनि सानो कहिलेकाहीँ टिङ टिक गरिदिन्छ होइन। त्यो उस नेपालमा जो टाँ टाँ टँ टँ त्यो चाहिँ कहिले पनि हुँदैन। त्यो चाहिँ एकदम राम्रो कुरा पनि हो। अनि गाडीहरू चलाउँदाखेरि पनि एकदम केयरफुल भएर, बाटोहरू काट्दाखेरि होस् अथवा चाहिँ लेन चेन्ज गर्दाखेरि होस् अथवा चाहिँ भित्र छिर्नुपर्ने अथवा बाहिर आउनुपर्ने बेलामा पनि एकदमै केयरफुल भएर चलाउँछन् सबैजनाले। सो एक्सिडेन्ट चाहिँ एकदमै कम मात्रामा हुन्छ यहाँनिर, त्यो राम्रो कुरा हो। अनि यहाँको ट्राफिक रुल्सहरूदेखि लिएर रोड म्यापहरू जस्तै सिम्बलहरू अनि एरोहरू एकदमै ख्याल गर्नुपर्छ। स्पिड लिमिटको बोर्डहरू अनि चाहिँ सिम्बलहरू, कहाँनिर टर्निङ आउँदैछ अनि कहाँनिर कस्तो बाटो आउँदैछ भनेर सबै आउनु बाटो आइपुग्नुभन्दा अगाडिदेखि त्यो इन्डिकेट गरिराखेको हुन्छ र सजिलो हुन्छ। ल ठिक छ साथीहरू, अब धेरै म बोल्न चाहिनँ, यही हो म हेर्न आएको ठाउँ चाहिँ एकदमै राम्रो छ। सरर यो आँखाले हेरी पनि नभ्याउनेसम्मको परसम्म रहेछ। अब त्यतासम्म म जान त सक्दिनँ होला, तर गाडी घुमाएर लग्यो भने चाहिँ यता बाटो छ होला, तर पनि म जाँदिनँ किनकि मेरो फोनमा चार्ज पनि सकिँदैछ। आजलाई मैले यति नै बनाउँछु होला सायद। अनि चाहिँ अहिले म एकछिन मस्त बस्छु, यहीँनिर चिल गर्छु, त्यसपछि यसो म निस्किने बेलामा चाहिँ कन्टिन्यू गर्छु। त्यसपछि तपाईँहरूलाई म बाई बाई गर्छु है त। अब 4:30 जति भयो, यहाँको मस्त घाम लागेको थियो आज, एकदम वेदर गुड छ है, गुड एकदम नाइस वेदर छ, मजाको। हिजो चाहिँ पानी परिरहेको थियो, सिमसिम पानी पर्ने धुम्म भइरहेको थियो, त्यसले गर्दाखेरि चाहिँ त्यस्तो भ्यूहरू हेर्न पाइएन। आज चाहिँ एकदम यस्तो छ यस्तो। अब बिस्तारै यसरी घाम लाग्दै जान्छ अनि आनन्द हरियाली हुने भएपछि चाहिँ झन् मजा हुन्छ। ल अब एकछिन म यहाँनिर बस्छु अनि यतातिर हेर्दै बस्छु एकछिन, त्यसपछि चाहिँ म निस्किने बेलामा, यहाँदेखि निस्किने बेलामा टुक्क यति बनाउँछु, त्यसपछि तपाईँहरूलाई बाई बाई गर्छु है त। चिल गर्छु एकछिन। ल साथीहरू, म चाहिँ यहाँनिर चलाएर बसेँ, यो भ्यू पनि हेरेँ, चिल पनि गरेँ। अहिले चाहिँ चिसो हुन थाल्यो अनि सबसे मेन कुरा चाहिँ मेरो फोनमा चार्ज सकिनु आँटेछ, 10% पुगिसकेछ। अब चाहिँ म लाग्छु घरतिर। तपाईँहरू यहाँनिर टक्क लगाएर बसेर होइन, कफी सफी यताउता खानेकुराहरू खाएर टक्क यहाँ फाल्यो गयो, यस्तो मजा क्या। अब यहाँनिर आउनलाई न टिकट काट्नु पऱ्यो न के गर्नु पऱ्यो। गाडीको चाबी चाहिँ यहाँ छोडेर जानु आँटिरहेको छ क्या। ल अब म चाहिँ गाडी टक्क टिप्छु, त्यसपछि लागिहाल्छु है घरतिर। अब फोन चार्ज गर्छु, घर जान्छु, नुहाइधुवाइ गर्छु, फोन चार्ज गर्छु, खाजा बनाएर खानुपर्ने हुन्छ। भोक त लागिसकेको त छैन, तर घर पुग्ने बेलासम्म त लाग्ला नि। खाजा खाने बेला त नाक्नु आँटिसक्यो, त्यही खै केही छैन। अब ल यहाँनिर चाहिँ जेब्रा क्रसिङ रहेछ। जब हामी यहाँनिर आएर उभिसकेपछि चाहिँ गाडी यस्तो स्पिडमा आए पनि झ्याममा ब्रेक हानिदिइहाल्छ क्या, यस्तो चाहिँ सही लाग्यो मलाई यहाँको। हेर्नु न लेन कसरी छुट्याइदिएको छ, यसरी गाडी आउँदैछ। अनि सिटी अथवा बस्ती एरियामा चाहिँ स्पिड लिमिट भनेको तपाईँको 60 अनि 50, मेनमा धेरै जसोमा चाहिँ 50 नै हुन्छ होइन।
स्पिड लिमिट चाहिँ त्यो बोर्ड नभए पनि 50 भन्दा माथि चाहिँ जान भएन क्या ठ्याक्कै यस्तो बस्तीहरू भएको ठाउँमा चाहिँ क्या यस्तो छ एकदम रमाइलो ठाउँ छ एकदम चिल टाइपको मान्छेहरू क्या त्यो नचिनेकै भए पनि यत्रो मान्छे सबै मान्छे त कहाँ चिनेको हुन्छ र होइन त्यही नि हाई हेलो यताउता चाहिँ गर्छ क्या जसले भने त्यो चाहिँ एकदम राम्रो कुरा त्यो नचिनेको जस्तो के अरे फुस्सो परेर हिँड्ने टाइपको आफ्नै सुरुमा मात्रै त्यस्तो हुँदैन हामीले हाई गरिदियो भने सुक्का हाँसिदिन्छ अनि हाई गरिदिन्छ जान्छ यस्तै छ गाडी चाहिँ मैले त्यहाँ पार गरिराखेको छु अब गाडी टिप्छु त्यसपछि लाग्छु घरतिर गाडीमा भ्लग बनाउने कुरा भएन साथीहरू गाडी अगाडि ध्यान दिनु पऱ्यो फेरि अर्काको गाडीतिर भित्रतिर लगेर ठोक्यो भने त काम कुरो बिग्रिन्छ ल गाडी यही हो अब चाहिँ म चाहिँ भित्र छिर्छु एकदम कतिवटा गाडी लस गरेर हेर्नु न गाडी सबै यहाँ अगाडि बोर्ड लगाइराखेको हुन्छ पार्किङ भनेर होइन ऊ त्यहाँनिरदेखि लगाएको हुन्छ क्या 100 मिटर अगाडिदेखि भित्र पार्किङ भनेर देखाएको हुन्छ अनि त्यहीँनिर अनि छेउमा पनि बोर्ड राखेको हुन्छ सो अगाडिदेखि राख्यो भने चाहिँ अब चाहिँ आउँदैछ है भनेर थाहा हुन्छ नि त त्यो एकदम राम्रो कुरा लाग्यो मलाई चाहिँ म पनि त्यही भएको अब यहीँनिर जस्तो चाहिँ लाग्यो तर कहाँनिर भन्दै आउँदै गर्दाखेरि ठ्याक्क त्यो बोर्डदेखि 100 मिटर अगाडिदेखि भित्र भनेर देखाए चाहिँ ढुक्क भयो नि त ल यस्तै छ दिनहरू चलिरहेछ नेक्स्ट भिडियोमा भेटौँला अहिलेलाई चाहिँ मैले तपाईँहरूलाई यति नै देखाउने निदो गरेँ है सबैजना चाहिँ राम्रोसँग बस्नु होला अनि त्यही हो नेक्स्ट भिडियोमा भेटौँला अहिलेलाई चाहिँ बाई बाई गरेँ है तपाईँहरूलाई सही हो।